हेलो एभ्रिवान है। आज चाहिँ हामी अप्टोको आई हेल्थ र ब्लाइन्डनेस है भन्ने हाम्रो च्याप्टरमा छ र यसमा चाहिँ फर्स्ट भनेको है एज पर WHO हाम्रो भिजुअल एक्युरेटीलाई चाहिँ के कसरी डिभाइड गरेछ त है आई हेल्थ र ब्लाइन्डनेसमा कसरी क्याटेगोराइज गरेछ भनेर पढ्छौँ है। फर्स्ट के छ भन्दाखेरि भिजुअल एक्युरेटी र क्लासिफिकेसन है। भिजुअल एक्युरेटीमा हजुरले बुझ्नुपर्ने के हो भन्दाखेरि भिजुअल एक्युरेटीमा यदि 6 अपदेखि 618सम्म हुन्छ भने द्याट्स नर्मल, 18देखि 60 भिजुअल इम्पेयरमेन्ट र ब्लाइन्डनेस केलाई भन्छ सोध्छ है। के हुनु पर्यो भन्दाखेरि ए लेस देन 3/60 है, 3/60 भन्दा लेस छ भने इट्स कल्ड ब्लाइन्डनेस भनेर बुझ्नु होला है त। के हुनु पर्यो फर्स्टमा नर्मल भिजुअल इम्पेयरमेन्ट, सेभियर इम्पेयरमेन्ट, अर्को चाहिँ ब्लाइन्डनेस है त। अब अर्को आउँछ हाम्रो आई हेल्थ इन नेपाल है, एकदम इम्पोर्टेन्ट छ आई हेल्थ इन नेपाल है त। यसमा के छ त भन्दाखेरि फर्स्ट कुरो के हो भन्दाखेरि नेसनल आई हस्पिटल है। नेसनल आई हस्पिटल फर्स्ट इस्टाब्लिस कहाँ भयो भन्दाखेरि फर्स्ट आई हस्पिटल हो यो कहिले इस्टाब्लिस भयो 1973 है, 1973 भनेर सम्झिनु होला। अब अर्को आउँछ हाम्रो क्याटरेक्ट है, क्याटरेक्ट जलबिन्दु। यो चाहिँ मेजर कज अफ ब्लाइन्डनेस है इन नेपाल। नेपालमा चाहिँ सबभन्दा अन्धोपनको मेजर कज भनेको के हुन्छ क्याटरेक्ट छ भनेर सम्झिन पर्यो है त। त्यसपछि आउँछ हाम्रो बिफोर आई हस्पिटल है। नर्मल्ली नेसनल आई हस्पिटल बन्नुभन्दा अगाडि चाहिँ हाम्रो वीर हस्पिटलमा चाहिँ आई सर्भिस एभाइलेबल थियो र नेसनल ब्लाइन्ड सर्वे कहिले गरियो भन्दाखेरि 1981 है। नेसनल ब्लाइन्ड सर्वे चाहिँ हाम्रो 1981 मा गरियो। अर्को चाहिँ भिजन 2020 भन्छौँ, भिजन 2020 विथ द एम अफ भिटामिन ए। यो चाहिँ कहिले गरियो भन्दाखेरि 999 भनेर सम्झिन सक्नुहुन्छ। 1999 नोभेम्बर 19 भिजन 2020 भयो है त। अर्को भनेको मोर देन 1/3 अफ द 60+ पपुलेसन, जो हाम्रो 60+ पपुलेसन छ होइन, त्यो चाहिँ के हुन्छ भन्दाखेरि क्याटरेक्टले इन्फेक्टेड हुन्छ है। क्याटरेक्ट भन्ने रोगले चाहिँ इन्फेक्टेड हुन्छ मोर देन 1/3 अफ द 60 पपुलेसन है। नर्मली माथि ग्लाउकोमा भए जस्तै तलपट्टि के हुने भयो भन्दाखेरि क्याटरेक्ट हुने भयो है त। त्यो नबिर्सिनु होला क्याटरेक्ट हुन्छ भनेर। अब अर्को आउँछ हाम्रो ट्र्याकोमा है। यो चाहिँ मेनली है ट्र्याकोमा भनेको एउटा ब्याक्टेरियल इन्फेक्सन हो। यो चाहिँ नर्मल्ली फार वेस्टर्न डेभलपमेन्ट रिजनमा एकदम धेरै देखिन्छ है, ट्र्याकोमा मोनालिस भनेर सम्झिन्छ। अर्को आउँछ हाम्रो मेजर कज अफ चाइल्डहुड ब्लाइन्डनेस है। बच्चामै के हुन्छ भन्दाखेरि ब्लाइन्डनेस भइरहेको हुन्छ। त्यो केले गर्दा हुन्छ भन्दाखेरि न्युट्रिसन नपुगेर। फर्स्ट भनेको भिटामिन ए को डिफिसियन्सीले गर्दा हुनसक्छ, अर्को भनेको ग्लाउकोमा होइन मोतीबिन्दुले गर्दा जलबिन्दुले गर्दा हुनसक्छ, क्याटरेक्टले गर्दा हुनसक्छ र कन्जेनिटल एब्नोर्मलिटीले गर्दा पनि हुनसक्छ है। यो चाहिँ के हो मेजर कज अफ चाइल्डहुड ब्लाइन्डनेस हो है त। अब त्यस सँगसँगै अब के छ भन्दाखेरि भिटामिन ए है, भिटामिन रिलेटेड प्रोग्राम नै नि भएको छन्। फर्स्ट भनेको नेपाल नेसनल भिटामिन ए प्रोग्राम कहिले भयो 1993 फर के भन्दाखेरि 8 डिस्ट्रिक्ट्सको लागि है। पछि गएर यसलाई बढाएर 32वटा डिस्ट्रिक्टमा राखियो है। नेसनल भिटामिन ए प्रोग्राम कहिले भयो 1993 मा भयो। लिभर भनेको रिचेस्ट सोर्स अफ भिटामिन ए हो। 30% अफ वर्ल्ड ब्लाइन्डनेस भिटामिन ए डिफिसियन्सीले गर्दा हुन्छ है। यति कुरो चाहिँ ख्याल गर्नु पर्यो है। नाउ लेट्स गेट इन्टु द क्वाड है, लेट्स गेट इन्टु द क्वाड। यसमा मेन हामीले क्वाड नै फोकस गर्छौँ है, किनकि यसबाट क्वाडबाट धेरै क्वेसन आइरहेको हुन्छ है त। अब फर्स्ट भनेको मेजर कज अफ भिजुअल इम्पेयरमेन्ट इज है, मेजर कज अफ भिजुअल इम्पेयरमेन्ट इज। मेजर कज अफ भिजुअल इम्पेयरमेन्ट भन्ने बित्तिकै फर्स्ट बुझ्नुपर्ने के हो भन्दाखेरि अनकरेक्टेड रिफ्रेक्टिभ इरर है। क्याटरेक्ट हुँदैन, भिटामिन ए डिफिसियन्सी हुँदैन, मेजर कज भनेको अनकरेक्टेड रिफ्रेक्टिभ इरर है। अनकरेक्टेड रिफ्रेक्टिभ इरर, रिफ्रेक्टिभ इररले गर्दाखेरि के हुनसक्छ भिजुअल इम्पेयरमेन्ट हुनसक्छ। अब अर्को आउँछ हामीसँग क्वेसन नर्मल ब्लाइन्ड सर्वे, नेसनल ब्लाइन्ड सर्वे वाज डन इन 1971 भनेर भनेको थिएँ मैले। नेसनल ब्लाइन्ड सर्वे कहिले गरिन्छ भनेर भनेको थिएँ है। नेसनल ब्लाइन्ड सर्वे चाहिँ हाम्रो कहिले गरिन्छ भन्दाखेरि 1981 है, 1981 यसको एन्सर नि भनेको थिएँ मैले। नेसनल ब्लाइन्ड सर्वे भिजन 2020 वाज लन्च नै इयर होइन, भिजन 2020 भर्खर पढेको। भिजन 2020 वाज लन्च इन 1999 नोभेम्बर। अब नेसनल नेपाल नेसनल भिटामिन ए प्रोग्राम वाज बिगिन अल ओभर नेपाल होइन। नर्मली सबै के हुन्छ भन्दाखेरि हाम्रो भिटामिन ए प्रोग्राम चाहिँ के हुन्छ ओभरअल एक्सप्लान हुन्छ होइन। यो चाहिँ के हुन्छ भन्दाखेरि नेपाल नेसनल भिटामिन ए प्रोग्राम एन्ड एनएसएपी बिगिन्स अल ओभर नेपाल होइन। यसले के गर्यो भन्दाखेरि नर्मल्ली नेसनल प्रोग्राम अल ओभर नेपाल चाहिँ कहिलेदेखि बिच्न थाल्यो भनेपछि 2003 है। 2003 देखि चाहिँ के गर्यो नेपाल नेसनल भिटामिन ए प्रोग्राम वाज बिगिन अल द टाइम होइन। त्यसमा के भन्दाखेरि होइन नर्मली के हुन्छ भन्दा 2003 भनेर सम्झिँदा हुन्छ। रिजर्भ अफ भिटामिन ए चाहिँ नभए रिजर्भ अफ भिटामिन के हुन्छ भन्दाखेरि क्यारोट हुन्छ। रिजर्भ अफ भिटामिन के हुन्छ क्यारोट हुन्छ। रिजर्भ अफ भिटामिन चाहिँ के हुन्छ भन्दाखेरि क्यारोट हुन्छ। पर्सन इज टु बी अ ब्लाइन्ड इफ यर इज लेस देन पर्सन इज ब्लाइन्ड इफ इज लेस देन है। अब यसमा के हुन्छ भन्दाखेरि पर्सेन्टेज अफ ब्लाइन्ड यसमा नर्मल्ली 6 टू होइन डी 3/60 है। 3/60 को हाम्रो एङ्गल आयो भने इट्स कल्ड एम्पेयरमेन्ट अथवा ब्लाइन्डनेस। मेजर कज अफ ब्लाइन्डनेस इज होइन। मेजर कज अफ ब्लाइन्डनेस चाहिँ के हुन्छ नर्मल्ली भन्दाखेरि
मेजर कज अफ ब्लाइन्डनेस भनेको क्याटरेक्ट नै हुन्छ है, क्याटरेक्ट नै भएर आउँछ नि स्टुडेन्ट, क्याटरेक्ट नै भएर आउनु पऱ्यो। अर्को भनेको हु आर गिभन म्याक्सिमम डोज अफ भिटामिन ए होइन, म्याक्सिमम डोज अफ भिटामिन ए कसलाई चाहिन्छ भन्दाखेरि नर्मली ल्याक्टेटिक मदरलाई चाहिन्छ है, एकदम हाई एमाउन्ट अफ ब्लड लस भइरहेको हुन्छ। सो ल्याक्टेटिक मदरलाई के चाहिन्छ भन्दाखेरि मेजर एमाउन्ट अफ ब्लड हुन्छ है त। अब आउँछ हाम्रो मिनिङ अफ जेरोप्थेल्मिया होइन, जेरोप्थेल्मियाको एकदम राम्रो मिनिङ छ। जेरोप्थेल्मिया भनेको ड्राई आई है, जेरो भन्ने बित्तिकै ड्राई भनेर सम्झौँ, जेरो छ, जेरो भन्ने बित्तिकै ड्राई अनि त्यसको एकैछिन यसमा ड्राई आई छ, नम्बरको साथ मिनिङ ड्राई आई छ। है ठिक छ है, आजको लागि चाहिँ यति।